फाइनली गाइज यो दाइ जस्तो है नेपालमा यतिको स्टन गर्ने मान्छे चाहिँ मैले अहिलेसम्म कोही नै देखेको छैन है। च्यालेन्ज दिन्छु, कोही छ भने डुइट गरेर देखाउनु होला होइन, यो दाइले जस्तो। तर बच्चा बच्चीले होइन है, एकदम स्केल भएको पर्फेक्ट भएको मान्छेले मात्रै डुइट गर्नु होला र अरूले नो कपी है। यो भिडियो चाहिँ कपी गर्नु तपाईँहरूले कसैले भएन है, फेरि एकदम रिस्की भिडियो हो है। यो हाम्रो दाइले जतिको यस्तो स्केल गरेको कसैले मैले देखेको छुइनँ है, यतिको स्किल भएको मान्छे चाहिँ है। ल गाइस यो चाहिँ डेन्जर भिडियो छ है, डेन्जर भन्दा पनि डेन्जर है। वीर गोर्खालीको छोरो हो नि त, मेहनत एउटा हुन्छ नि त, स्किल एउटा प्र्याक्टिस गरेर यो चाहिँ भएको। ल यो भिडियो हेरौँ गाइस। ल हेर्नुहोस् कतिसम्म रिक्सी छ भनेर तपाईँले हेर्दै हुनुहुन्छ होला नि त। बाबा कोही माइकल लालको छोरा पनि छैन होला क्या यतिको गर्ने। अहिले नेपालमा जन्मेको छ कि छैन है, सायद बा जन्मेको पनि छ तर छैन जस्तो लाग्छ मलाई सायद। या डेन्जरै हो क्या यो दाइले गर्ने भनेको चाहिँ, डेन्जरै हो क्या या, खत्रै हो क्या। यस्तो व्यक्तिलाई चाहिँ अलिकति हुन्छ नि त, अलिक खतरा लेभलमा पुग्नुपर्ने हो क्या या। माया छ दाइ मेरो तर्फबाट है, बवाल हो यार, हो अमेजिङ गाइज। ल डेन्जरै हो यार, लास्टमा हेर्नु न। ल गाइज तपाईँहरूले यो भिडियो त हेरिसक्नुभयो होला र भिडियो हेरेपछि तपाईँहरूको मनमा जिज्ञासा के लाग्यो भने यो पनि कुन दिन मर्छ भनेर सोच्नुभएको होला होइन। त्यस्तो नबढी गाइज है, त्यस्तो होइन है। त्यस्तो सोच्नु भनेको तपाईँहरूको गलत सोचाइ हो है। किनभने उहाँले भनेको एकदमै धेरै प्र्याक्टिस गरेर, त्यो सिसाहरू राख्नुभन्दा अगाडि एकदमै धेरै प्र्याक्टिस गरेर, पहिला प्र्याक्टिस गरेर फुल है, फुल आफूलाई कन्फिडेन्ट भएर मात्रै यो भिडियो बनाएको हो है। त्यस्तो चाहिँ नसोच्नु होला, एकदम साथ सपोर्ट दिनु होला यस्तो व्यक्तिलाई है। म चाहिँ अब त्यही भन्छु होइन। अनि तपाईँहरूको सोचाइ के हुन्छ भने, अर्को सोचाइ भनेको कुन दिन मर्ला यताउति भनेर तपाईँहरूले के नाना थरी सोच्नु त। तर मर्नु अब काल आएको छ भने मान्छे बोल्दा बोल्दै पनि मरिन्छ। यसरी बोल्दा बोल्दै आफ्नो दिन आउनु पऱ्यो है मर्नको लागि। नभए जस्तै बाघमै लगेर छोडिदियो पनि है, कोसीमै हाम फाले पनि मरिँदैन है गाइस। त्यो हो गाइस, म चाहिँ त्यो भन्न चाहन्छु। र त्यस्तो नराम्रो कमेन्ट केही नगर्नु होला र यस्तो व्यक्तिलाई हामीले साथ सपोर्ट हौसला चाहिँ दिनुपर्छ है गाइस। ल तपाईँहरूको जिज्ञासा के छ जस्ताको तस्तै कमेन्ट गर्नु होला र पेजमा नयाँ हुनुहुन्छ भने फलो पनि गर्नु होला र लाइक पनि गर्नु होला है गाइस। त्यही हो।